छिन्ताङ हत्याकाण्ड सुन्नु भएको छ। अन्धकारमा बन्दुकहरू पड्किएको बेला, छातीभरि सङ्गीनहरू गाडिएको बेला। यो धनकुटामा उहाँ यसपालि किन रुनुभयो हर्कसामागज्यू थाहै भएन, किनभने त्यो भाषण पनि त्यस्तो मार्मिक थिएन। अनि उहाँ त रुनुभयो, साइडको मान्छे किन रुनुभयो त्यो झन् मैले बुझ्नै सकिनँ। उहाँ रुनुभएको भएर उहाँ साइडको मान्छे पनि रुनुभएको होला। होइन, यो आम नट मकिङ है, मजाक गरेको होइन। तर साँच्चीकै अब किन रुनुभयो, सायद मन छ्यो होला धनकुटाले। तर छिन्ताङ हत्याकाण्ड सुन्नु भएको छ। 2036 सालमा पञ्चायत कालमा 3 दिनको सुत्केरी अनि 7 क्लास पढ्दै गरेको 14 वर्षको एउटा बच्चालाई पनि मारेको छ गोली हानेर। एउटा रामकुमारी राईलाई त बलात्कारै गरेर मारेको छ त्यो पुलिसहरूले। छिन्ताङमा त्यो 1 हप्तामा रगतको खोला बगाएको छ। हत्याकाण्डमा को मारिएका थिए? रणध्वज राई गोली हानेर मारियो। लाखमान साधु राई 65 वर्षको निहत्था किसान। गम्भीरमान दमाई, टङ्कबहादुर विश्वकर्मा, धनवीर दर्जी, उहाँको छातीमा ठुलो भहङ थियो रे। गङ्गबहादुर तुपिहाङ, केशरमान राई 14 वर्षको 7 क्लासको बच्चा। गोपाल आनन्द राई, चन्द्रबहादुर दर्जी, गणेश बहादुर विश्वकर्मा, पुत्रमान थुलुङ राई, बलबहादुर खत्री, हाङखिला साइली जो 2 दिनको सुत्केरी हुनुहुन्थ्यो त्यतिखेर, उहाँलाई पनि मारियो। एकदम यातना दिएर धेरै रगत बगेर मरेको उहाँ। झगेन्द्र राई, भैरव बहादुर राई अनि रामकुमारी राई, उहाँलाई त पञ्चेको पुलिसहरूले बलात्कार गरेरै मारेको हो। यो शहीद र उहाँको परिवारहरूले कहिले पाउने न्याय? त्यो मूर्ति शालिग बनाएर मात्रै हुन्छ कि उनीहरूको जिन्दगीमा केही गर्नु पर्यो? उनीहरूको विद्रोहको जगमा टेकेर 46 सालमा चाहिँ आन्दोलन भएपछि पञ्चायतकाल ढलेको हो। यो कुरा चाहिँ संसदमा उठाउनु पर्ने हो, यो कुरा सम्झेर चाहिँ रुनुपर्ने हो। यसको इतिहास पढ्यो भने रगत उम्लेर आउँछ, रगत। 2036 सालमा यता इनौराको पुलिस, ताप्लेजुङको पुलिस, धनकुटाको पुलिस चारैतिरबाट घेरेर उनीहरूले चाहिँ छिन्ताङ गाउँमा र आँखीसल्ला गाउँमा 16 जना निहत्था मान्छेहरूलाई गोली, छातीमा गोली हानेर मारेका थिए। त्यतिखेर सूर्यबहादुर थापा प्रधानमन्त्री, वीरेन्द्र राजा थिए। तर त्यो शहीदहरूको कहीँ पनि केही सुनिँदैन। उहाँहरूको एउटा शालिग बनाइदिएको छ, शालिग बनायो, सक्यो। उनीहरूको परिवारको बिचल्ली छ, उनीहरूको बालबच्चा अहिले पनि छन्। 36 साल भनेको धेरै पर होइन। त्यो शहीदको परिवार आज के खाउँ भोलि के खाउँ भन्ने स्थितिमा छन्। त्यही आन्दोलन विरोधको जगमा मनमोहन अधिकारीहरूले 2028 सालको झापा हत्याकाण्डकै सेरोफेरोमा घुमेर मनमोहन अधिकारीहरूले यो छिन्ताङ हत्याकाण्ड त्यसकै उपज हो, त्यहाँ गएर चाहिँ त्यो शहीद परिवारले के खायो, के पायो, पाएन, कस्तो छ भनेर